ल एकपटक सबैले आदर लाउँदाखेरि सबैले होइन दाजुभाइ दिदीबहिनीहरू धेरै धेरै धन्यवाद। समाजमा पार्टी पार्टी नगरे र वडा अध्यक्षले मैले थाहा पाएँ रुपियाँ पुलो बोकेर घर घर गयो त्यो पनि थाहा छ मैले, तर भुल्दैन किनभने तुम इज्जत राखिदिनु हौ रुपियाँ खर्च गर्नेऊ सिन्डिकेट हान्नेऊ गाडी ल्याऊ र तल चुलेलगाँभित्र छिरेऊ पर ढोकावाडाभित्र छिरेऊ हौ यहाँ छ मैले, तर म केही भन्दैन तर पनि हारिने देखि हातधारे हमन बडा गाह्रो केही गाह्रो नै त्यो भए हुनाले केही चिन्ता नमाने। अब कोही कोही दुई तिनजना त अचम्म गरे क्या हो पार्टी अलग होला दुःख गर्नु पर्दो छ गर्नु पर्यो त पढ्यो होइन पार्टी अलग भयो तुम्मा पार्टीका मान्छे पनि लडे तिनीहरूले जाऊ प्रचार गरे त्यससम्म म खुसी छु किनभने प्रजातन्त्रमा त्यो अधिकार छ। तर घरौँदो आधा गडाउँदो हाँदाली खाया जान राति रुपियाँ बोकेर गाउँ गाउँ पनि जान लाग्यो क्या त्यसो गर्ने चाहिँ छोडिनेवाला छैन याद गरेर राख तपाईँ याद गरेर राख किनभने त्यो नीतिभन्दा बाहिर अझ के गर्न लाग्यो भने के अरे त्यो आचार संहिता लाग्छ नि त पर 48 घन्टा के कहीँ जान नपाउने त्यही बेला पनि गाडी लगाएर कुद्यो बिचरा पुलिसलाई धन्यवाद भन्दा म यहाँ गोडीजिउला पुलिस नरागडा पुलिस रातभरि खोइ नआयो बिचराहरू आउँदो एक पर घोडेङ्गा आछन् क्या गाडी बोकिकन हड्ने हामीले केही गर्नु हुँदैन आमा दाइ भाइहरू हुने चुप लागिकन बस्यो। अघिल्लो वर्ष मात्रै जुम्लाबाट 1 अर्ब 21 करोड रुपियाँ तपाईँ खर्च गर्न नसकेर फिर्ता भयो। अब त्यसो हुँदैन पर काठमाडौँबाट आएको पैसा केन्द्र सत्ताबाट आएको पैसा यहीँ विकास गर्ने हो फिर्ता पठाउने होइन। त्यसका लागि गाउँ गाउँबाट युवाहरू तयार हुने हरेक ठाउँबाट तयार हुने कहिले सङ्कोच मान्नु पर्दैन। पछिल्लो पटक सांसद जिते जस्तै गाउँपालिका अध्यक्ष जिताउन हामी आउँछौँ तपाईँहरूको घर घरमा आउँछौँ नयाँ नयाँ केटाहरू तयार हुने।